हेलो गाइज वेलकम बैक टू मिनी ब्लग। आज मैले मिनी ब्लग चाहिँ खेतबाटै स्टार्ट गरेँ सुरु गरेँ मैले। म चाहिँ यहाँ काम गर्दै थिएँ होइन, देख्न सक्नुहुन्छ सन्जित र आमा यता हुनुहुन्छ, यता झार गोड्ने, म चाहिँ ढड खोल्ने झार नि गोड्ने। यति चाहिँ गोड्यो अहिलेसम्म भर्खरै आएको होइन, अझ यत्रो छ गोड्नु। ऊ माथितिर नि गर्दै हुनुभयो होइन। यो चाहिँ हाम्रो गाउँ है। आज चाहिँ हामी फाइनली काम गर्दैछौँ। काम गर्न पसिना पसिना भइगएको छ। काम चाहिँ गर्न पर्ने हुन्छ गाउँतिर बसेपछि, यस्तै छ। यतातिर चाहिँ अरू काम गर्दैछौँ। फाइनली अब हाम्रो चाहिँ खाजा खाने टाइम भइसकेको छ, भोक लागिसक्यो होइन। खाजा खान लागेको, खाजा खाना आमाले बनाएर ल्याउनु भयो रहेछ खाजा, भुटेको भात र भट्टासँग। काम नगरिकन भैँसी चराउनु है त, अझ यत्रो छ। यति एउटा गरेर सकियो भनौँ नाच्न। हेलो गाइस, हामी चाहिँ अहिले खाजा खाने बेला भइसक्यो गाइस। मिठो छ, मिठो खाजा मिठो। म पनि अब खाजा खान लागेको गाइस। काम नगर्ने मान्छेलाई त नदिने हुने हो। एकल काटेहरू त्यस्तै त हो त। हामी चाहिँ अहिले खेतबारीमा आएको। हामी चाहिँ उतातिर चाहिँ ढोढुकाइरहेको छन् गाइस। उता चाहिँ ढोढुकाएको छन्, त्यता चाहिँ आफ्नो, यता चाहिँ हाम्रो काका र हाम्रो आमाहरू हुनुभएको छन् गाइस। यतातिर चाहिँ यस्तो छ, ढोढुकाइरहेको छन् हाम्रो काकाहरूले चाहिँ। यस्तो छ है गाइस हाम्रो गाउँतिरको भ्यू। मलाई त राम्रै लाग्छ, तपाईँहरूले कस्तो लाग्छ होला गाइस कमेन्टमा गएर भनिदिनु होला है गाइस। यो भिडियो लाइक कमेन्ट र लाइक गरिदिनु होला है गाइस। हेर्नुहोस्, यहाँ आमा झार गरिरहेको छन्, काका चाहिँ ढोढुकाइरहेको छन् गाइस। म चाहिँ यहाँ काका